हेलो गाइस, आप सभी को स्वागत है फिर से मेरे नया ब्लॉग में। सो आज चाहिँ म शिलङ आइसकेको छु काम गर्नको लागि भनेर। सो एकदम कस्तो टेन्सन लागिरहेछ हैन। क्रिसमस पनि आइसक्यो, डिसेम्बर 12 तारिक हो आज चाहिँ हैन। भन्दा एक साल पनि गइसक्यो हैन, के भन्नु साथीहरुलाई। सो आजको मेरो ब्लग चाहिँ रुमबाट सुरु हुँदैछ हैन, किनकि म घुम्नु गएको छैन, त्यही भएर पुरा पैसाले गर्दा एकदम बिजी हुनु परिरहेछ अहिले चाहिँ। गाइस अहिले चाहिँ म के गर्नु भने अब हैन, यतिकै रुममा हल्लिँदै बस्दै हैन, काम पनि छैन के भन्नु। सो एकदम तपाईहरुलाई रुम देखाउनु पनि एकदम शरम लाग्दैछ के, पुराका पुरा मैलै मात्रै छ, के गर्नु देखाउनु हैन। सो फाइनली गाइस आजको ब्लग छोटो हुनेछ, तपाईहरुले माया देखाइदिनु होला हैन। को लागि मैले यता हेर्नुपर्छ के, यतातिर हेर्नु छ। सो मैले चाहिँ आफ्नो अनुहारमा मैले फेसमा हेर्छु अनि तपाईहरुले लाग्दैछ कि यसले यो केटाले टेढो हेर्दैछ भनेर हैन। सो मैले टेढो हेर्दिनँ, मेरो क्यामेरा यताबाट सुट हुँदैछ हैन, यता तल छ, तर मैले यतातिर हेरिरहेको छु हैन। सो आफ्नै फेसको लागि मैले चाहिँ हेरिरहेको छु, अनि क्यामेराले चाहिँ यताबाट अलिक क्यामेरा छेउमा छ नि त, त्यसकै प्रब्लमले मैले हेर्दा चाहिँ अलिक टेढो हेरेको जस्तो लाग्दैछ हैन मलाई आफैलाई। सो तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। सो हेट कमेन्ट चाहिँ नगरिदिनु होला हैन, यस्तो छोटो सानो क्रिएटर युट्युबरलाई हैन। सो मेरो रुमको हालत चाहिँ एकदम बबाल, मैला एकदम खतम भइसकेछ। त्यही भएर मेरो रुमको हालत चाहिँ, मेरो रुमभित्र चाहिँ देखाउने छुइनँ तपाईहरुलाई, एकदम गन्दा छ नि त। त्यही भएर मेरो के भन्नु हैन, आफूलाई राम्रो पनि लाग्दैन हैन यस्तो गन्दाहरू देखाउनु। सो यति नै छ भन्नु लागि हैन मेरो। सो जतिजनाले हेर्नुहुन्छ नि प्लिज मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला हैन, सपोर्ट एकदम सपोर्ट देखाइदिनु होला तपाईहरुले हैन। सो त्यसकै लागि बिन्ती माग्दैछु तपाईहरुको लागि हैन, सपोर्ट गरिदिनु होला। सो आजको ब्लग चाहिँ यति नै हो, मिल्नेछु अर्को ब्लगमा गाइस, ताता बाई बाई।